हेलो सम्पूर्ण मेरो साथीहरूलाई गुड मर्निङ जय मस्ती है। र आज चाहिँ मैले तपाईँहरूको माझमा ब्रेकफास्ट बनाउँदैछु। अनि यो चाहिँ के बनाउँदैछु भनेर लिएर आएको छु। यहाँनिर चाहिँ मैले यहाँनिर आलु अनि यहाँनिर सिमला मिर्च अनि यसमा प्याज अनि यसमा टमाटर अनि यहाँनिर खोर्सानी पनि मिक्स गरेको छु। अनि यहाँनिर कुकम्बर अनि काँक्रा अनि यहाँनिर चाहिँ गाजर है। आज चाहिँ मैले ब्रेकफास्टमा चाहिँ स्यान्डविच बनाउँदैछु। म तपाईँलाई देखाउने छु है कसरी बनाउँदैछु भनेर। र अहिले चाहिँ मैले एउटा बोलमा आलु हालेको छु। अब यसमा एड गर्दैछु गाजर अनि त्यसपछि अब फेरि हाल्दैछु मैले खिरा कुकम्बर, त्यहाँबाट टमाटर र खोर्सानी पेस्ट एकदम बारीक गरेर चप गरेको छु है। त्यहाँबाट हाल्दैछु यहाँनिर प्याज, अब सिमला मिर्च पनि एड गरेँ मैले। र अब चाहिँ म यसमा हल्का ब्ल्याक पेपर हाल्दैछु, कम्ती हालेको छु। अनि अब यसमा म एड गर्दैछु अलिकति रेड चिल्ली कलरको लागि है। अनि अब यसमा मैले हाल्नुपर्ने हुन्छ नुन। एकदमै कम्ती यसमा। र अब म हाल्दैछु यहाँनिर चाट मसला। चाट मसला मैले हालिसकेँ है। त्यही भएर मैले नुन अलिकति कम्ती हालेको अघि। र अब यसलाई म फिर्दैछु है। र अहिले चाहिँ मेरो मोलेर यत्तिको भएको छ। अब म यसमा हाल्दैछु, अब चाहिँ म रेड चिल्ली सस हाल्दैछु। हेर्नुहोस् है, कम्ती मात्रामा मात्रै हालेको मैले। यसलाई चाहिँ पिरो हुन्छ होला बेसी भनेर होइन। पिरो बेसी भयो भने फेरि हामी त खाइहाल्छौँ, अरूले खान सक्दैन। अब यो माथि मैले एड गर्नुपर्ने हुन्छ केचप टमेटो सस। र अब चाहिँ मिलाउँदैछु मैले यहाँनिर टमेटो सस केचप मेरो अलिक आजको क्वान्टिटी निकै धेरै भएछ क्या हो चाहिँ टमेटो केचप त्यो मिलाएँ मैले। अब यसलाई म फिट्छु फेरि। अहिले भने चाहिँ मेरो स्यान्डविचको मसला बनेर रेडी। र अहिले भने चाहिँ म यसरी मसला एड गरिसकेँ। अब माथि यहाँ चाहिँ मैले एउटा चाहिँ बनाइ पनि सकेको छु। यसलाई मैले अब यहाँ माथि म पनि अर्को राख्दैछु हो। यसरी है, यसरी राखिदिएँ। मेरो दुईवटा एकदमै मसला हालेर रेडी भइसक्यो। अब चाहिँ मेरो ताई बसाएको छु यहाँनिर डाम्नु मात्रै बाँकी छ। चाहिँ मैले बटर हालिसकेको छु। अब म हाल्दैछु ब्रेड। मैले चाहिँ यसरी पकाउँदैछु। र अहिले चाहिँ मेरो स्यान्डविच रेडी भयो। हेर्नुहोस् अहिले यत्तिको भएको छ। खाँदा कस्तो हुन्छ तपाईँलाई देखाउने छु है।